भनेको के हो? जुत्ता हो नि त हैन? बुट भनेको के हो? जुत्ता हो है। जुत्ताको के भन्छौँ हामीले? तिना भन्छौँ भनेर सम्झिनुस् के। तुनालाई तिना भन्छौँ भनेर सम्झिनुस् के। टक्क लाएर रूपमा राम्रो भएको मान्छे है, अनि जुत्ताको तिना बाँधेर टक्क घुम्न जानु लागेको इमेजिन गरेर एउटा पिक्चर इमेजिन गरेर सम्झिन सकिन्छ के। टक्क रूपमा राम्रो मान्छे जुत्ताको तिना बाँधेर कहाँ त घुम्न जाँदैछ भनेर चाहिँ यसरी सम्झिन सकिन्छ कि। बुट केसँग सम्बन्धित छ? तुनासँग। तुना केसँग सम्बन्धित छ? बुटसँग। त्यसैले तिनौल नदी कहाँ भएर बग्दछ? बुटवल सहर जुन रूपन्देही जिल्लामा पर्दछ। अब अर्को हेर्नुहोस् बागमती। नगर पनि काठमाडौँ, सहर पनि काठमाडौँ, जिल्ला पनि काठमाडौँ। कहाँ भएर बग्दो रहेछ त? काठमाडौँमा। सम्झिनै पर्ने यो ट्रिक लगाएर भने हामीले कसरी सम्झिन सकिन्छ भने काठलाई लिनुहोस्। काठ हैन, काठ कहाँ हुन्छ? जङ्गलमा हुन्छ है, जङ्गलमा हुन्छ। अनि बाघ पनि कहाँ बस्छ? जङ्गलमा बस्छ के। अब जस्तो बाघ कहाँ बस्छ? जङ्गलमा बस्छ। जङ्गलमा के हुन्छ? काठै काठ हुन्छ। काठै काठ भएको ठाउँमा के बस्छ त? बाघ बस्छ भनेर पनि सम्झिन सकिन्छ। बागमती नदी कहाँ त? काठमाडौँ सहरको, जिल्ला कुन हो? काठमाडौँ थाहा छ। काठमाडौँ सहरको किनारा भएर बग्दछ। अब हेर्नुहोस् सेती गण्डकीलाई कास्की जिल्लाको कहाँ त? पोखरा। कास्की जिल्लाको पोखरा सहर भएर बग्दछ है। अब यसलाई कसरी सम्झिने के? पोखलाई प्वाख भनिदिनुहोस् न है, के फरक पर्छ त? हामीलाई सम्झिने पो हो त हैन। सेतो चराको प्वाख भनेर सम्झिनुहोस् के है। कसको? सेतो चराको प्वाख है। अब हामीले सेतोबाट सेती गण्डकी याद गरिहाल्छौँ, पोख भनेपछि पोखरा पनि याद भइहाल्छ, प्वाख अथवा पोख है। अझ हामीले विशेष गरेर भन्दाखेरि यसरी भन्थ्यौँ पहिला पहिला, लेख्दाखेरि चाहिँ यसरी लेखिँदो रहेछ। अहिले चाहिँ थाहा भयो ठुलो भइसकेपछि होइन। चल्लाका पोख भन्छौँ त्यसरी बोलिन्थ्यो, तर चाहिँ लेखिन्छ यसरी होइन। सेती गण्डकी कहाँ भएर बग्दो रहेछ? पोखरा जुन कास्की जिल्लाको सदरमुकाम होइन। अब हामीले सम्झ्यौँ है नि त। प्वाख भनेको पोखरा, सेती भनेको सेतो चराको प्वाख भनेर चाहिँ यसरी सम्झिन सकिन्छ।